everyone, welcome to my another vlog. आज हामीसँग हुनुहुन्छ नयाँ मान्छे हाय भन् हाय हातले भन्न हाय अनि आज हामी कहाँ गोठालोमा आज चाहिँ हामी छम गोठालोमा के खाइरहँ हामीले चिकन कस्तो छ मिठो कति सेती हो र मान्छे आमामामा भन्दा कति धेरै सेती देख्यो कि नक्कली मान्छे को हो रे म को हो रे अनि म कहाँ रे गोठालो कोसँग रे टिटिका सानीसँग सानी रे सानो नक्कली रे ओत्ता अत्ता बोल न के बोल्नु र बोल न बाख्रा कता छ रे आज हाम्रो बाख्रा चाहिँ मास्तिर छ आज हामीले अर्कै बाटो लिएर आएको बाख्रा त्यही भएर यो पनि आकी नत्र त भिरभिरी आउन सक्दिन हैन हो के न कसरी राम्रो लाग्यो के खै देखा दे पकाएर खाऊ नहानु तपाईँ खाऊ खाना पारपट्टि आमाहरू चाहिँ बाख्रा बनाउँदै हुनुहुन्छ बाख्रा तलतिर गयो बाख्राले दुःख दिन्छ भन्ने थाहा बाख्रा त मकैमा जान्छ भन्ने थाहा छ मलाई मात्रै किनकि सधैँ यहाँ आउने म हो गोठालो बाँदर्ने को बोल्दै तर म ल्याउँदिनँ गोठालो बाँदर्ने को चुप गरे छि जुठो छ गाईहरू यो चाहिँ मेरो बहिनी हो कि नि त आज चाहिँ गाईहरू मैले चाहिँ यसलाई किडन्याप गरेर लिएर आएको होइन बाजे हाम्रो त उदय मासतिर छ खै कीर्ति के रे यस्तो छ र मलाई कमसेकम कीर्तिका त भन्नुपर्छ नि है कीर्ति के रे के भन्न चाहनुहोस् त तेरो सानलाई यस्तो डिसरेस्पेक्ट गर्दाखेरि के भन्नु त बाँदर नै होस् त हो बारे अनि गाईहरू यो चाहिँ बाँदर नै हो है होइन बाजे हो बारे होइन हो के नाम भन त मेरो आसिया नेपाली हो आसिहा आसुए यसको नाम चाहिँ आचिखा हो है यसको नाम चाहिँ आचिखा हो है 2000 years later हात देखाइदिनु कसले भर्दा रात आफै भर्या पछाडि देखा न अझ पछाडि गइसक्यो त पछाडिपट्टि त बुझ्नेले के गराएको चाहिँ गइसक्यो चाहिँ आफै भरेको हात चाहिँ मैले भर्दा चाहिँ राम्रो देखा माथि चाहिँ आफै गरेको यसले राम्रोसित गर्छु भनेर म गरिन्थेँ हो यो ब्याग गाई झरी यो पानी झुरा गयो मलाई आफै गरे चिकन पकाउँछ फुक्न पनि त पकाउनु फुक त हाँसेको होइन हाँसमा पनि हुन्छ नि अलिकति गाईहरू म चाहिँ अब यसले त त्यो छोडेर जाने भन्ने सोचिरहेको घरमा के छुक गर्छ क्या एकदम धेरै छुक गर्ने कहिले के चलाइदिन्छ मेरो कहिले के बिगारिदिन्छ अनि मेरो योसँग ठ्याक्कै मिल्दैन क्या योसँग मेरो झगडा मात्रै परे गर्छ एकैछिन कहिले कुर्छ कहिले के गर्छ त्यही भएर म चाहिँ अब यसलाई यतातिर छोडेर जान्छु भन्ने सोचिरहेको म यसलाई यतातिर छोडेर गइहाल्छु यो कसरी आउँछ थाहा छैन यसले बाटो चिनास् बाटो पनि चिनाएन भने मलाई सजिलो भयो यतातिर छोड्दैछु आनन्दै हुन्छ
छोडिदिनुहुन्छ नि यहाँ त भुताउँछ बेलुका मजाले तपाईँ मम्मीले बास दिन केही पनि हुँदैन मम्मीले भने नि केही टेर्दैन यसले त्यही भएर अब मम्मीले नि अर्को पाउने अर्को बरु अरू खोजेर भेटाएर पाल्ने अब यसलाई त मलाई त सुटुक्क छोएर लैजाएर त्यता छोडेर आइज भने त्यही भएर त मैले यसलाई त्यहाँबाट नि बोलाएको यो आमासँग फर्किन्छु भन्दाखेरि नि मैले बोलाएर नकट न फोन नलाइदिए भने इस त्यही भनेर अनि मैले यसलाई बोलाएको अब तिमी यहाँ बस्दै गरे म बाख्रा जान्छु भनेर छोडिदिएर हिँड्नु म त त्यो मजाले जोडिदिइहाल्छु नि तँलाई तेरो मनको माया लाग्छ कि मेरो एकजनाको भन एकजना यसलाई बोलाएको अब तिमी यहाँ बस्दै गरे म बाख्रा जान्छु भनेर छोडिदिएर हिँड्नु म त त्यो मजाले जोडिदिइहाल्छु नि तँलाई तेरो मनको माया लाग्छ कि मेरो एकजनाको भन एकजना माया लाग्दैन भन्न बरु मेरो सिधै सक्यो मम्मीको लाग्छ कि मेरो लाग्छ मेरो माया लाग्छ हेर्नु दिदी यसलाई मेरो माया लाग्छ अरे हेरिहाल्छ नि त मम्मी के चाहिँ गर्ने र गाइजहरू मैले त्यसलाई छोडिदिएँ यसलाई टक्क लाएर त्यहाँबाट अब आउँछ कि सक्दिन ट्राई गरौँ सक्यो भने चाहिँ मन पर्ला मैले छोड्दै होइन बाख्रामा आयो यसो ल्याउन सक्दिनँ थिएँ त्यही भएर आएको यस्तो माया गर्छु म मेसीलाई कहाँ छोड्छु लिन जानु पर्ने मालिक मलाई आफै यस्तो बाटोमा अब कहाँ ल्याउनु होला झन्नै लड्यो कि आफै सुरुवालमा हाल्छेर यहाँबाट झन्नै हाल्छेर मोटरलाई लिएर आउँछु र आउनुभयो नि त लिनै आउनुपर्ने भयो नि त मैले त्यति लिन नसक्ने भयो नि त भोलिदेखि आउनु कुरा भोलि त यहाँबाट सिधै ओह्रालिदिने हो तँलाई आउँदिनस् न भोलि आउँदिनस् तँलाई कसले ल्याउँछ र ओ मम्मी त्यहीँ छोडिदिउँ कि भने सोच्थेँ तँलाई फेरि बिचरा बच्चा बिचरा भेटाएको बच्चालाई नि के छोडिदिउँ भनेर अनि बिचरा गाइजले मलाई मारी गाइज झनै लडायो यस्तो सुरुवालनेरि यहाँ पुरै लाग्यो यो सुरुवालनेरि जुत्ता अड्केर त्यहाँबाट म गुल्टिया भयो ठ्याक ठ्याक्कै तर्फ आइपुग्नु भन्नु त जा तैँले मलाई माया हालेर सेयर देखाउ त हात के भयो देखाउ न हात उठ्यो हात माटोको देखाउ न यो हात देखा न यहाँ देखा न यसरी के गरेर यताको माटो हातमा राखेर फुर्न उडाएर यतातिरसम्म यो फोहोर सबै फोहोर भयो अनि पुछेको अनि यता पनि फोहोर भयो कस्तो राम्रो भयो नि Many months later. गाइजहरू बाख्रा तलतिर गयो तल पुग्यो धन्न त्यहाँ एउटा भाइ थियो र दबाई है गयो बाख्रा तलतिर घर निस्केर हिँडेको बाख्रा तलतिर जान्छ भनेपछि यसलाई दुःख दिया हुन्छ कि सुख दिया हुन्छ कि के भन्छ यसलाई मक्ख परेको गाडीले बाख्रा तलतिर लगाइदिएर तलतिर लगाइदिएछ यो मादनले गर्दा नि हो क्या पानी खान जाम भनेर म त्यहीँबाट उडाएको थिएँ चुप अब
ला 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 लै 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 आउँछ जस्तो छ आउँछ जस्तो छ र धन्यवाद छ तिनीहरू बाख्रासँग मिस्यो भने त्यो बाख्राहरू लिएर आउनुहुन्छ बाख्रा यत्तिकै छुट्टेर जान्छ राम्रोसँग चढ्दैन अनि आफ्नै बाख्रालाई दुःख दिन्छ अनि के गर्नु ल गाइस अब बाख्रा आएपछि अब घर जाने नै हो ब्लग पनि लामो भयो धेरै नै बाँधने जेसुकै गरियोस् हामी चाहिँ ब्लग यहीँ इन्ड गर्छौँ बाई थ्याङ्क यू एभ्री वान थ्याङ्क यू फर वाचिङ अनि मेरो अर्को ब्लग पनि आएको छ त्यो पनि हेरिदिनु होला अनि सर्ट्सहरू पनि सर्ट्स मेबी सर्ट नै होला युट्युबमा के हुन्छ थाहा भएन त्यही हो हेरिदिनुहोस् साथ दिनुहोस् अनि लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सेयर गरिदिनुहोस् थ्याङ्क यू फर वाचिङ